गर्दछु। घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगतै बल्ल मुख खोले हाम्रो प्रधानमन्त्री बालेन्द्रज्यूले जुन सुनसरी घटना बारेमा जुन हाम्रो मुस्लिम र हिन्दू धर्मको बीचमा भएको यो आएको फाटोमा चाहिँ हाम्रो प्रधानमन्त्री बालेन्द्र शाहज्यूले बल्ल मुख खोल्नु भएको छ। त्यसपछि चाहिँ घटना अहिले लगभग साम्य भइसक्यो 1-2 दिनदेखि नै। भने बालेन्द्र शाहले एउटा आफ्नै अफिसियल्ली आफ्नो सोशल मिडियाबाट चाहिँ आफ्नो भनाइहरू चाहिँ ठ्याक्क बोलेर चाहिँ पोस्ट गर्नुभएको थियो। त्यसपछि घटनाक्रमहरू कम हुँदै गयो, सुनसान भयो। भने अहिले चाहिँ मुस्लिमहरू आफै नै यो घटनाहरूको लागि चाहिँ हामी दाजुभाइ भन्दै मुस्लिम हिन्दू सबैजना चाहिँ अहिले रोडमा निस्किरहेका छन्। मिलेर अगाडि बढ्नुपर्छ, हामी दाजुभाइ भाइ हो, भाइचारा व्यवहार हुनु भएन भनेर चाहिँ पहिला बालेन्द्रज्यूले बोल्नु भएको यो भिडियो पनि हेरौँ, सुनौँ। नमस्कार आदरणीय बुवा आमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरू सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगञ्ज, सिराहा लगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील हो। हैन यस्तो पनि छ क्या, मलाई जहाँसम्म लाग्छ यो दुईटा धर्मको बीचमा यो जुन र गणेश यादव प्रति मनमुटावहरू हुने, दुईटा धर्म बीच मान्छेलाई फाटो लिएर लगाइदिने, झै झगडा गराइदिने चाहिँ यहाँ पनि राजनीति भइरहेछ कि जस्तो लाग्छ मेरो विचारमा चाहिँ पर्सनली। अब यहाँ किन भइरहेछ भन्नुहुन्छ नि, अब यो पुरानो दलहरूलाई लास्ट रिस उठिरहेछ क्या अहिले। कसरी हुन्छ अब सरकारलाई ढाल्नै पर्छ भन्ने एकदम जहाँसम्म लाग्छ यहाँ दुर्गा प्रसाईको नै हात छ होइन। दसैँसम्म जस्तो आएको छ त्यसरी नै फर्काउँछ भने दुर्गा प्रसाईले पनि कतिवटा पत्रकार सम्मेलनमा बोलिराखेको छ होइन। यो सरकारलाई नै हामी धेरै टिक्न दिएनौँ भनेर होइन। त्यहाँमाथि केपी ओलीको एकदम ठुलो हात छ यसमा। अनि प्रचण्ड हेर्नु, प्रचण्ड छेपारो जस्तो पहिला कुनै पनि पार्टीसँग मिल्दिनँ म, कुनै पनि गठबन्धन गर्दिनँ, त्यो केपीसँग त मिल्दिनँ, अगाडिबाट मुसाले पछाडिबाट हान्ने भन्ने मान्छे अहिले अब के गरिरहेछ त तपाईँहरूलाई भन्नै पर्दैन होइन, प्रचण्ड पनि। त्यही भएर चाहिँ यो जुन फाटो ल्याउने चाहिँ जुन यो हाम्रो राजनीति व्यक्तिहरू नै हुनुहुन्छ जस्तो लाग्छ मलाई होइन। जुन हाम्रो पुराना दलहरूले नै यो फाटोहरू चाहिँ ल्याइदिए जस्तो लाग्छ यो बिचमा होइन। कसरी हुन्छ त सुकुम्बासीलाई उचाल्ने हो कि अथवा अब कसरी हुन्छ यसलाई सरकार त ढाल्नु पर्यो। त्यो हिसाबले चाहिँ उहाँहरूले त्यस्तो फाटोहरू ल्याउने काम गरिराख्नु भएको छ होइन। जतिसम्म मलाई त्यो लाग्छ होइन, लगभग सबैले बुझिसक्नु भएको छ यो बारेमा, त मैले भन्नै परेन होइन। त्यही पनि अझ पनि हेर्ने बालेन्द्र शाहले अरू पनि भनिराख्नु भएको छ, सबैको सुनौँ ल एकचोटि सरसले। नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न फेरि बालेन्द्र शाहको यति पावर छ कि पब्लिकमा होइन, यति पावर छ कि यति डिमान्ड छ कि कुरै छोड्दैन। बालेन्द्र शाह होइन, बालेन्द्रै शाह हो कि होइन। एक शब्द बोल्यो कि हरेक कुरा ठाकठुक क्या। ल धेरै नभए पनि फेरि अझ पनि सुनाउँ न त। कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षा। अब यहाँ केही भएको होइन यो होइन, खास छैन। बालेन्द्र शाहले अब आफ्नो भनिराख्नुभयो, यसपछि आन्दोलन पनि टाकटुक सुनसान भयो होइन। यहाँ हुस्पेट भएको हो क्या, केही भएन, हुस्पेट भएको हो, पुरानो दलको काम हो। पैसा यिनीहरूसँग इनफ सधैँ छ। अब हामीलाई यिनीहरूले सिद्ध्याउँछ नयाँले, अब हामीलाई कसरी यिनीहरूले सखाप पार्छ, लगेर कोच्छ। अब कोच्ने भयो भने चाहिँ केही नगरिसकेपछि सुकुम्बासीलाई उक्सायो, सुकुम्बासीलाई उक्साउँदा नि भएन भने अब धर्मलाई भेदभाव गर्न लगाउँ, त्यहाँबाट झगडा बनाऊ भन्नेतिर लाग्यो, त्यतातिर लाग्यो। अब यसलाई पनि सुनसान भयो। अब यस पछाडि के गर्दै यिनीहरूले हेर्नु है, गर्दै जान्छ होइन। राजनीति भनेर त कस्तो खेल रहेछ छ्याट।
यति फोरी खेल्दैछ राजनीति भने यति फोरी खेल्दैछ कि हुन त मलाई राजनीति भन्ने कुरा थाहा छैन अहिलेसम्म न त कुनै पनि पार्टीलाई अहिलेसम्म भोट हालेको छु कुनै पनि पार्टीको न त एउटा सदस्यता लिएको छु हैन म भने एउटा स्वतन्त्र व्यक्ति हो कुनै पनि पार्टीमा आस्था राख्दिनँ म भने मेरो भनाइ चाहिँ यति हो कि अबको जुन पहिलाको सरकारले त्यत्रो समय त अब चलायो त्यत्रो समय त हेरियो ओर्यो भने चाहिँ एक कार्यकाल चाहिँ एकचोटि यो नयाँ सरकारलाई पनि दिनुपर्छ जुन हाम्रो बालेन रविको सरकारलाई पनि हामीले एक कार्यकाल चाहिँ उहाँहरूलाई पनि चलाउन दिनुपर्छ भर्खर 3-4 महिना भयो उहाँहरूको सरकार बनेको हैन भने उहाँहरूलाई चाहिँ एकचोटि 5 वर्ष एउटा अवधि चाहिँ उहाँलाई चलाउन दिएर हेरौं उहाँले 5 वर्षमा गर्न सक्ने काम के थियो र गर्न नसक्ने काम के थिए त्यो समयमा त्यो कामहरू गर्नुहुन्छ गर्नुहुन्न अनि त्यसपछि मात्र त्यो कामहरू गर्न सक्नु भयो गर्नु भएन नि अर्कोचोटि फेरि भोट त्यसपछि हेरेर हाल्ने नि हैन चेन्ज गर्ने नि यति हामीले दिएको भोट गलत ठाउँमा पर्या रहेछ नि फेरि अरूतिर चेन्ज गर्ने न त भोटै नहाल्ने कसैलाई जुन जोगी आयो नि कानै चिरेको हैन न त एककाल त दिउँ न यार गर्ने समय छ अझ बाँकी छ यत्रो वर्षसम्म सब चुपचाप सबलाई कुर्सीको पदको लोभ छ अनि लोभ मात्र गरे भन नि त यार देश बनाउँ न देश सबैजना जुटौं हामी पनि हाम्रो ठाउँबाट सक्ने कुराहरू आवाज उठाउँ वा हामीले हाम्रो ठाउँबाट गर्न सक्ने साथ सपोर्ट गरौँ यो सरकारले गर्छ हरेक कुरा सरकारले गर्छ भनेर मात्र भएन त्यही भएर एक कार्यकाल चाहिँ दिउँ क्या अब यहाँ त ओ के भन्छ पुरानो दललाई लास्ट रिस्क छ अहिलेको सरकारदेखि हैन अब अहिले सिद्ध्याउँछ अब हामीलाई कोच्छ मैले अहिले पनि भनिसकेँ अहिले कसरी हुन्छ सरकार ढाल्नुपर्छ भन्ने छ नि त त्यसले गर्दाखेरि राजनीति भएको केही भएको होइन धर्म विवाद यो ल्याएको राजनीति नै हो राजनीति नै भएको यहाँनिर है यसमा राजनीति नै गरे म स्योर भन्छु सिधै भन्छु यो कुरा के भयो भने यो झगडा त्यहाँ मान्छे मर्यो होइन 2 जना मार्नु भयो उहाँलाई हार्दिक श्रद्धाञ्जली फेरि पनि र यो मान्छे अब मर्यो नि जुन जेनजी आन्दोलन छ तुलना गरिरहेको छ क्या मान्छेहरूले जेनजी आन्दोलन त्यो आन्दोलन कुन तरिकाले आन्दोलन भएको थियो यो कुन तरिकाले भयो भन्ने कुरा यहाँनिर नि मान्छेहरूले आवाज उठाउनु पर्यो नि त यार बोल्नु पर्यो नि त त्यो जेनजी आन्दोलन कुन तरिकाले भएको थियो अहिलेको आन्दोलन चाहिँ कुन तरिकाले भइरहेछ हैन त्यसमा पनि आवाज उठाउनु पर्यो बोल्नु पर्यो अनि यसलाई पनि त्यही जेनजी आन्दोलनलाई जोड्दै हुन्छ जेनजी आन्दोलन कस्तो अवस्था कुन सिचुएसन कुन तरिकाले भएको थियो र त्यो हाम्रो उता सुनसरीको आन्दोलन कुन तरिकाले भएको थियो त्यो सुनसरीको आन्दोलन हुने भनेको पुरै पुरानो पार्टीको दलहरू हो दुर्गा परसाई केपी ओली प्रचण्ड यिनीहरूको एकदमै ठूलो हात छ त्यहाँनिर त्यो आन्दोलनमा एकदमै ठूलो हात छ प्रचण्डले छेपारे फेरि पनि गएको छ त्यहाँ पुरा मुस्लिम बनेका गर साला यो मायाकुरी प्रचण्डले पनि साला त्यत्रो मान्छे मारे आएर नि यसलाई पुगेन केपी ओली साला यो के भन्छ यसको गुहानी बुद्धि भएको साला खाते यसको पनि भएन मर्ने बेला भइसक्यो अथवा पिण्ड खाने बेला छोड्देऊ न अरूलाई काम गर्नु अनि यसका भरौटेहरू यिनीहरूका भरौटेहरू पछाडि लागेका छन् भरौटेहरू यो हुन्छ नि पत्रकार अनि युट्युबीहरू सालाहरू नचाहिने न्युजहरू बनाइदेखा छाप्देखा हरेक भ्रम छर्देखा एक कार्यकाल काम गर्नु देऊ के त्यही हो त्यही भन्दै सो यो बालन शाहज्यूको अरू बाँकी कुरा सुन्दै म छुट्टिन्छु तपाईँहरूबाट है त स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ यस्तो संवेदनशील घडी